मलाई थाहा थिएन उहाँले मलाई मन पराउनु हुँदो रहेछ, मसँग बिहे गर्न चाहनु भएको रहेछ। उहाँका दुईटी दुलै मरेका रहेछन्। मलाई माग्न आउँदा आमाले भन्नुभएछ, तपाईँका त पहिले नै दुईटी दुलै मरेका रहेछन्, दुलोले त तपाईँलाई फाप्दैन रहेछ, पहिले अर्को बिहे गरेर ल्याउनुहोस्, बल्ल मेरो छोरी दिन्छु। फेरि उहाँलाई मैसँग बिहे गर्ने मन रहेछ। मलाई पाउन त उहाँले जेठी बिहे गर्नुभएको त्यसको 20-22 दिनभित्र त मलाई बिहे गर्नुभएको। म बिहे गरेर आउँदा जेठी चाहिँ माइतै बस्ती रहेछिन्। एक दिन उहाँले मलाई भन्नुभयो, केही पिर नगर, तिम्री आमाले भन्दा धेरै माया गर्छु मैले। तिमीले यहाँ केही दुःख गर्नु पर्दैन। तिम्रो उमेर कलिलै छ, नयाँ घर हतियार लाग्ला। बरु 1 वर्षसम्म माइतै बस, बेला बेला भेट्न आउँला तिमीलाई। एक दिन पधेराबाट पानी लिएर आउँदै थिए, भान्सातिर जाँदै थिए, मूल ढोकाको सगाराबाट बोलाउनु भयो। ओइ यता आऊ त। म जाँदै गइनँ, भान्सामा छिरेर बसिराखे। उहाँसँग म कस्तो लजाउँथे। अहिले त तिमी कति भाग्य मानिछौ है यमुना। भोलिको कुरा कसलाई के थाहा छ र। मैले आजको कुरा गरेकी। दुलासँगको सुख र प्रेमको कुरा सुनाउँदा तिमीलाई दुःख त हुँदैन तारा? तिमीलाई यस्तो कुरा सुनाएर पाप गरे जस्तो लाग्छ, खिसी गरे जस्तो पनि लाग्छ। आफूले भोग्न नपाए नि तिम्रा कुरा सुनेर मैले लोग्नेको प्रेम थाहा पाएँ। जब तिमी आफ्ना कुराहरू सुनाउँछौ म तिम्रै कुराहरूमा डुबिरहेकी हुन्छु।